आज चाहिँ बाजेको बर्थडे 84 इयर्स बर्थडे बाजेको र यो धरती यो ब्रह्माण्डमा विद्यमान सम्पूर्ण सकारात्मक शक्ति पिता परमेश्वर ईश्वर भगवान देवी देउराली सिंही भूमिलाई म भित्रैबाट म नमन गर्दछु र धन्यवाद ज्ञापन गर्न चाहन्छु। हजारौं लाखौं करोडौं धन्यवाद ज्ञापन गर्न चाहन्छु कि तपाईले मलाई यति असल मातापिता प्रदान गर्नुभयो, यति असल इष्टमित्रहरू तपाईले मलाई दिनमा पाल्नुभयो। यसको लागि तपाईहरु सम्पूर्णलाई पनि म हार्दिक धन्यवाद ज्ञापन गर्न। छोराको कोठामा पुगिसकेपछि ऊ छोराको कोठामा पुग्यो र छोराको कानमाथि हात राखेर उले छोरालाई सोध्यो, ए बाबु भन त यो संसारमा सबभन्दा शक्तिशाली व्यक्ति को हो? छोराले भनेछ, बाबा म। बाबाले छोराको कुरा बुझेन र छोराको यो प्रति उत्तर सुनेर बाबालाई अलिकति छक्कै परेर उले फेरि सोधेछ, सायद छोराले मेरो प्रश्न त बुझेन कि। फेरि सोधेछ, ल बाबु भन त यो संसारमा सबभन्दा शक्तिशाली व्यक्ति को हो? छोराले फेरि भनेछ, बाबा म भनेछ। बाबाको मन अलिअलि दुख्यो र छोराको कानमाथिबाट हात निकालेर ढोकातिर गयो। ढोका यसो उगारेर फेरि उलाई आफ्नो छोरासँग फेरि सोध्नमा लागेछ, ए बाबु ल भन त यो संसारमा सबभन्दा शक्तिशाली व्यक्ति को हो? छोराले त्यो बेला भनेछ, बाबा तपाईँ हुनुहुन्छ। बाबा फेरि छोराको उत्तर सुनेर छक्कै पर्यो, ए बाबु एउटै प्रश्नको दुईटा उत्तर दिनुभयो, मैले त बुझिनँ नि। छोराले भनेछ, बाबा अघि जब तपाईले प्रश्न सोध्नु भएको थियो यो संसारको सबभन्दा शक्तिशाली व्यक्ति को हो भनेर सोध्दा तपाईको हात मेरो कानमाथि थियो। जुन छोराको कानमा बाबाको हात हुन्छ त्यो छोरा यो संसारको सबभन्दा शक्तिशाली व्यक्ति हुन्छ बाबा। र अहिले तपाईको हात मेरो कानमा छैन, यसकारणले तपाईँ यो संसारको सबभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ। र म सम्पूर्ण ती छोराहरूलाई म हार्दिक निवेदन गर्न चाहन्छु र मेरो तर्फबाट म उहाँहरूलाई केही शिक्षा प्रदान गर्न चाहन्छु। हाम्रो बाबा आमा भनेको हाम्रो शक्ति हुनुहुन्छ। उहाँहरू भनेको हाम्रो निम्ति भगवानले दिएको आशीर्वाद हुनुहुन्छ। त्यसकारणले हुन त तपाईहरु सम्पूर्णले आफ्नो बाबा आमालाई असाध्यै माया गर्नुहुन्छ र धेरै माया गर्नुहुन्छ, विश्वास पनि गर्नुहुन्छ र हरेकको बाबा आमाले हरेक छोराछोरीको जिन्दगी सिच्नलाई रगत पसिना आँसु पनि बगाउनु भएको छ। म ती सम्पूर्ण महान बाबा आमाप्रति नमन गर्छु र ती सम्पूर्ण असल बाबा आमा सबैले पाओस् भनी श्री भगवानसँग प्रार्थना पनि गर्न चाहन्छु। र फेरि पनि अब अलिकति हाम्रो कार्यक्रम भएको थियो, पहिला केक काटिसकेपछि खाजा खाने कार्यक्रम रहेको थियो। Bye bye. Thank you for watching my video. Subscribe, like, share.